ह्याप्पी न्यू इयर सबैलाई। अब कस्तो भयो 25-26 राउन्डमा मनाउनु सबैजनाले, सबैलाई ह्याप्पी न्यू इयर। अब के भन्नु त अरू, म चाहिँ न्यू इयरको दिन जोत्नु पर्छ। न्यू इयरको दिन हेर के भन्नु, जोत्नु पर्छ। सारी खत्म गाइस चाहिँ जोतिसक्यो होइन। जोतेर अब भयो नजोत्ने कता भयो यसको उल्टो सुल्टो उल्टो हाल्ने रहेछ। आमा सो हे गाइज, वेलकम टु ब्याक माई न्यू भिडियो। अरू सबैलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। तपाईहरु कस्तो हुनुहुन्छ? आरामसँगले हुनुहुन्छ होला? म पनि सन्चै नै छु। आज त गाइज ह्याप्पी न्यू इयर सबैलाई, ह्याप्पी न्यू इयर। यो 2026 राम्रोसँग मनाउनु होला हैन। अब कस्तो भयो 25-26 राम्रोसँग मनाउनु सबैजनाले, सबैलाई ह्याप्पी न्यू इयर। अब के भन्नु त अरू, म चाहिँ तल यसो खाजान पर्यो नि त हैन। रोटी पकाउनु भएको छ गाइज। झन्तिर यस्तो पुरै हुस्लाएर कस्तो भइरहेछ नि। हो सोता आज के हो? आज के हो? आज के हो? आज के हो? आज कुन मतलब हुन्छ नि त आज न्यू यस्तो नि थाहा छैन। गाइज मै खाजा रोटी दुध खाजा खाने म बगलाइरहेछ। त्यो भात है त्यो भात उचाले यो खोले थाम्नै क्या ल खाजा नि त पछि के बात पनि पकाउने हैन। भात पनि पाइसकेको के तँ जोड्नु पर्छ होला। आज त बुबा आएर कानेर खाजा लिएर जानु पर्ने रे आज सक्ने तुम त्यो म बस्छु हेर्दैन बोल्छु न गाइज। गिलास अनि तँलाई के जोड्दा गर्छ हुन्छ नि, अलिक पेसेन्ट। गाइज खाजा पनि खाइसक्यो। अब जोत्नु पर्ने हो होला होइन। न्यु इयरको दिन जोत्नु पर्छ। न्यु इयरको दिन हेर के भन्नु, जोत्नु पर्छ। सारी खत्तम टक्क भयो। भात खाएर जोत्नु नि गाइज म चाहिँ। अनि फेरि बस्तु लगेर बस्नु नि हो। अहिले होइन 8-9 बजी कहिले जस्तो गएर हुस लागिरहेछ क्या। यस्तो हुस लागेको छ कि होइन पुरै बाबा हुस लाएर त यस्तो भइरहेछ कि पुरै भन्दैन अगाडि। ह्याप्पी न्यु इयर। सो गाइज अब त्यही म जुन नाटेको डुगल लाम पर्ने त अर्को होइन। अब यो चक्ला गर्नु हुँदैन, अर्को लाम पर्छ अनि गर्ने। अब जाडो भइरहेको त यार, जाडो भइरहेको जाडो बाबा जाडो मलाई। This jacket is jacket. This jacket short pants jacket एउटा यस्तो हैन। टक्क अब कति 12-12:30 जोतेर बस्तु लाग्नु पर्छ होला। त्यही वस्तु जोतेको वस्तु अनि फेरि त्यहाँबाट फेरि 4:00 बस्ती हेरेर अनि फेरि बस्न जानु पर्छ होला सायद। अनि त्यसपछि के पर्छ गर। I am ready for जोत्नुको लागि। Yes, I am ready guys. I am ready. I am very ready. I am म धेरै तयारमा बसिरहेको छु जोत्नुलाई। किनभने म एउटा मान्छे नि त त्यसैले जोत्नु पर्छ।
I like you. Ma kang gua ka? Para kam phách. Tapati gok share mancher kam jane. Kya ra ke? Uto aega. Niya ka yan ni ro ka lagi. तेरा म त अब जोत्नु हिँडेको ल टक्क जोत्नु हिँडेको अहिलेसम्म घाममा लास मेरो धुम्म हुस्सु परेर होइन के भयो नि आजको दिन त हे गुरु लोग तुम लोग क्या कर दिए इधर हाउ आर यू ब्रो व्हाट आर डुइङ ब्रो तिमीहरू के गर्छौ के यस्तो छ हाम्रो गुरु यस्तो छ मरि यहाँ छ एउटा अनि एउटा तिरस रातो गुरु दुईटा पर्तिर बजेर गुरु मदिनाका लागि घर जोत्नुमा भङ भङ हान्न हामीले तलबारीमा आइसक्यौँ आऊ टक्क जोत्नु सुरु लेट्स स्टार्ट जोत्नु रे साह्रै गाह्रो हुन्छ जोत्नु यार कहिले जोत्नु यसरी कहिले सक्नु जोतेर यत्रो छ त कन्फुलबारी छ के चाहिँ बल्ल काम लाग्यो है काम लाग्यो यता पनि 2 हल यता पनि 2 हल दुई हल 4 हल टक्क जोतिरहेको छु मैले घाम लागेकोबाट 10 भइसक्यो घाममा त लगाइसकेँ अब जोतिसक्यो हामीले गाइज काङ्कुरी खाजा आज अन्जु अनि घरमै छैन है तपाईँ नखानु खानुहुन्छ क्या खानु छिटो खाजा खाएर हो जोत्नु आँटेको फेरि पानी हान्ने नि यहीँ रुक्नु बस्नु बस यहाँ बस्नु बस गाइज 11 बज्न आँटिसक्यो 12 साढे 1 बजीसम्म जोत्दाखेरि आधी पुग्छ अनि भोलि सक्छ जोतेर सबै साथी 1 बजीसम्म सक्यो जोतेर त्यसपछि भोलि जोत्छ नि आज 1 बजीसम्म जोत्ने जसरी नि साथ दिन छायाले बाँचेको छु तिम्रै यो मायाले हावा सरल लम्जुङ्गे डाँडैमा हावा सरल जता छ निर्माया गाइज अब जोतिसक्यो होइन जोतेर अब भयो नजोत्ने कता भयो त्यसको उल्टो सुल्टो उल्टो हान्न रहेछ आमा फाइनल गाई जोतिसकेको छैन पढ्दै नि अब यति नै 1 भइसक्यो म त उता तल के चलाउनु खोजेको कस्तोले पोली पोली ऊ तल धारतिर लगाएर पानी खुवाएर अनि घर बनाउने बोक्दैरहेछ अलिअलि ठ्याक्क त पोली कस्तो लाग्यो न गाइज मैले गोरुहरू पानी खुवाउनु त्योबाट अनि उताबाट उसिँदै उताबाट आएर अनि घर जाने भात खानु बजी भात पकाएको छ अरे अनि बस्नु जाने उता सो गाइज म चाहिँ धारा आइसकेँ अब गोरुहरू पानी चाहिँ खुवाएर म पनि हात कट्टा धुएर यस्तो फोटो डुस्तो गाउँ फर्काइरहेको छ लुगा कस्तो फर्काइरहेछ गोरुको पानी खुवाएर अनि म पनि हात खुट्टा धोएर पट्टिएर छोडेर आएर अनि बस्नु जाने भात खानु जाने ल पोलिच बौ उभा उभैच बौ उभैच बौ उभा राधे बौ बौ
अब गोरुहरूलाई त छोडेर यति चढ्दै गर्छ अनि म चाहिँ अब भात खान जाने अब यहीँ छोडेर एकछिन आउँछु फेरि म भात खाएर आइहाल्ने हो अहिले 3 बजीतिर आउनुपर्छ अहिले नै 3 बजीतिर आउने 1 घन्टा पछि आउनुपर्छ अब 2 घन्टा आउनुपर्छ गोरु त चढ्दै गर्छ म चाहिँ भात खानु हिँडेको गाइज भात खानु सो गाइज म चाहिँ टक्क होइन अब बस्तु उता लगाएर हात खुट्टा धोएर अहिले गरिने गाइज अहिले गरिने हिँडेको र म भात खान लागि भोक लागिरहेको अघि पनि भात खाएन त्यही रोटी र दुध खाएर मात्र आएको जोत्नलाई अनि भोक लागिहाल्छ नि यत्रो 1 भइसक्यो सो फाइनल गाइज म चाहिँ घर आइसकेँ भात खाएर टक्क किन बसेर बस्दैन जाने है छ्यामा छिर गर्नु न बुझ्नु जानुपर्ने फेरि म बाबा हिरो भएर नि मान्छेहरू यार थैट आँखों में तेरी भात खान आएको चाहिँ म चाहिँ मासु भात हो मासु भात गएछु मासु भात हामी मेरो ऐनामा छौँ गएछ ऐनाको छौँ ऐना हेर्ने ऐना मासु काङ्गुरीको हली हो नि त अनि हामीलाई हलीलाई चाहिँ टक्क होइन फाल्टै स्वादले खाने नि त दाल खाने नि त एकै ठाउँमा खाँदै भएछ म माथि आएको खान्छु हेर त यस्तो फोरमा लागेको हड्डी राखेर सुताएर दाल चाहिँ परेन झोल यो झोल त्यो लग्यो म मात्र हो त्यो जस्तो छ त झोल हो नि सो गाइज खाना खाइसकेँ होइन खाना खाइसक्यो एकछिन सुत्नु पऱ्यो क्या यस्तो निन्द्रा आइरहेको छैन के अन्त हो 3 बजेर जाने नि खाना चाहिँ सुत्छु एकछिन रात मेरो चाहिँ म ओछ्यान गाइज गुड नाइट आई एम मिसिङ सो फाइनल गाइज म चाहिँ अब बस्दै हिँडेको बस्ने टाइम भएन अब घर लाग्ने टाइम हुनु आँटेको अब आधी घन्टा चढाएर ल्याउने हो अनि अब अलिक लाग्यो सुत्दा पुरै फेरेर बसेको सुत्दै गरेर के सुत्छ भनेर बसिन्छ नि टक्क लगाएर हामी त म चाहिँ हिँडेँ अब गएर बस्दै खिच्ने हेर्छु अनि अब त्यसपछि ल्याउने अल्छी लागेको छ हेर्नु जानु हिँड्नु मन लागेको छ घाम सुतान अन्त तातो बेला भित्रै के गरेर के हेरिदिन्छ बस्दै होइन म चाहिँ आइसकेको तर बोट हाम्रो यो रोड रहन्छ र कहाँ राजा घर छोयो नि त नि कता घरको अरू 3टा घर यहाँ छ बट्टीको रहन्छ कि थाहा भएन कहाँ भने भर्खर आइपुग्यो है अब के भन्छ नि एकछिन यो हेर्छु अहिले एकछिन हेर्ने त्यसपछि लग्ने नि कहाँ चढाइहाल्छु कस्तोहरूलाई होइन एकछिन अब आधा घन्टा चाहिँ हेर्ने त्यसपछि घर राखौँ भने भट्टो गोरु रोइन्छ रातो गोरु कहाँ गयो तपाईँ पेट दुखेर यस्तो टोइलेट जस्तो भइरहेको छ म चाहिँ अहिले टक्क होइन हुन्छ नि बर्खा आएको बस्तीहरू त बर्खा आएको गोरु माथि छ त्यो रातो गोरु यहाँ आएछ क्या हाम्रो रातो गोरु यहाँ आएछ म त्यो बर्खा आएको अहिले हट्टा अब अब लग्ने टाइम भइसक्यो लगेर बस्दैन अस्ति हिजो सब झार्छ केटीहरूले सबै काँचै पछि पाकेको रातो रातो थियो अहिले हरिएर बनाएको छ पुरै झारेर पाइहाल्नु अब पुरै पाएको पुरै रातै थियो यहाँ त्यो अस्ति हिजो लिएर आएको थियो थुप्रो माथि खाएको थियो र सो फाइनल गाइज मैले बस्तुलाई घरि नआएको है केही झेन सक्नुहुन्छ बस्तु चारा अब त्यही घरि नआएको होइन घर त लाग्नु पऱ्यो नि तँ गइच हो यिनीहरूले लग्ने त्यहाँ बखान्नु है चाहिँ होइन हेर्न सक्नुहुन्छ माथिको आकाशको भ्यू है
गाइज आकाशको भ्यू दिस वन्डरफुल होइन गाइज सो कुल साह्रै राम्रो छ आकाश भ्यू अब म त्यो टक्क बाँधेर अनि काम छ थोरै अनि त्यसपछि बस लाउने के भन्नु त्यही त गर्नुपर्ने नि कस्तो हुन्छ क्यामा आज होइन रोमाञ्चक एकदम सँगले सो फाइनल गाइज मैले चाहिँ होइन तत्त गोठहरू बाँधेर बस्नु आँटेको गाइज त्यो लुगा चेन्ज गर्नु पऱ्यो कि लुगा चेन्ज भन्दा नि कट ड्रेस जानु पऱ्यो नि बस्नु त अब बनाउन सजिलो हुन्छ हामीलाई नि होइन सचर हुन सजिलो हुन्छ ज्याकेट सर्ट भयो यो प्यान्ट पनि खुवाउनु पऱ्यो पैसा त्यसै यार पैसा छैन नसँग पैसा साडी बेच्छ 50 रुपियाँ लाग्नुपर्छ क्या परे हार्यो भने कसले किन्ने रिचार्ज कसले किन्ने एउटा फेरि ठ्याक्कै लाइन ठ्याक्क हुन्छ अनि जित्यो भने जित्यो नत्र हार्यो भने भने गयो जित्यो भने आयो होइन तर जित्दाखेरि चाहिँ पल्ट एकदमसँगले है पैसा त लकमा पनि अर्को मासु पार्नु पर्ने त अस्ति कम्ती हारेँ मैले राम्रो है अब कि हामी बस्ने कुरा मिल्छ नि त गाइज सबैजना फाइनल गाइज हामी चाहिँ बल खेल्दै आएको अब हारियो 50 रुपियाँ म त हालेको दुईजना मात्रै भाषा खेल्ने अनि म त्यसो म ठिकको मजा पनि भयो त्यसरी मजा पनि भएन बल खेल्नलाई अनि हारियो 50 रुपियाँ खेल्दा ठिकै हो टिम पनि पुगेन अब राम्रोसँग हुँदैन दुईजना एकदम मजा हुँदैन नि अब घरिने कहिले अब हारेर जुन पनि लागिसकेको ए यार 5-6 बजी 6 नजिक जुन लाग्छ यार रात परेर कति रात पर्छ हामीतिर पर्छ हामीतिर मात्रै होइन अब चाहिँ घरिने अब घर गएर हात खुट्टा धोएर टक्क रेडी हो लुगा लाउनु पनि जाडो हुन्छ अब के भन्छ अहिलेसम्मको बसेलसम्मको तातो चाहिँ पुरै तातो भएर अहिले जाडो भएको होइन सो फाइनल गाइज म घर आएर हात खुट्टा धोएर अब लाउने जाडो भइसक्यो होइन भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब भनिदिनु होला आजको लागि भिडियो यति नै लभ यु टाटा अल बाई बाई गाइज ह्याप्पी न्यू इयर सबैलाई